जेठ 22 गतेको जुन कार्यक्रम छ त्यो कार्यक्रममा सहभागी हुने आईएलटीएस पढ्न चाहने विद्यार्थी भाइ बहिनीहरू, पीटीमा सहभागी हुन चाहने विद्यार्थी भाइ बहिनीहरू, जापानिज ल्याङ्ग्वेजमा सहभागी हुने, कोरियन ल्याङ्ग्वेजमा सहभागी हुन चाहने विद्यार्थी भाइ बहिनीहरूका लागि पहिलो आउने 100 जना विद्यार्थी भाइ बहिनीहरूलाई 100% नै छात्रवृत्तिको व्यवस्था गरिएको छ। हामी विशेष गरेर 20 वर्षदेखि बनेपा आसपासका क्षेत्रमा रहेर शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेका छौँ र शैक्षिक क्षेत्रको जुन अनुभव छ त्यसलाई वैदेशिक शिक्षामा समेत जोड्ने अभिप्रायका साथ हामी अगाडि बढिरहेका छौँ। वैदेशिक शिक्षाको कारणले विद्यार्थी भाइ बहिनीहरूमा भएका नयाँ नयाँ ज्ञानहरूलाई समेत बनेपामा रहनुभएका विद्यार्थी भाइ बहिनीहरू, बनेपा आसपासमा रहनुभएका विद्यार्थी भाइ बहिनीहरूलाई समेत हामी जानकार गराउने छौँ भन्ने विश्वास लिन चाहन्छु। त्यसका लागि पनि हजुरहरूलाई त्यस दिन उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। यस दिन सहभागी हुनुभएका विद्यार्थी भाइ बहिनीहरूले अन्तर्राष्ट्रिय स्तरको परामर्श पाउनुहुनेछ। मक टेस्टहरू, त्यसपछि गएर यहाँबाट हुने विभिन्न खालका परीक्षाहरू, त्यो परीक्षाहरूमा सहभागी हुने अवसरहरू पनि तपाईहरूले पाउनुहुनेछ। यस संस्थामा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूले एकपटक हाम्रो संस्थाको रिभ्यू हेरेर, हाम्रो संस्थाको विश्वासलाई हेरेर आउनुहुनेछ भन्ने विश्वास गर्दछु। फरक ढङ्गबाट शिक्षण गर्ने अभिप्रायका साथ डिजिटल टेक्नोलोजीलाई प्रयोग गरेका छौँ। डिजिटल टेक्नोलोजीबाट हाम्रा विद्यार्थी भाइ बहिनीहरूले विश्वका जुनसुकै कुनामा रहनुभएका प्रशिक्षकहरूबाट उहाँहरूले अध्ययन गर्न पाउने अवसर पनि हामीले दिलाएका छौँ।